सो इटहरी आइपुग्यो हामी 12:15 इन्डियन टाइम। हामी 9 बजे हिँडेको उता 9, 10, 11, 12 3.5 घन्टा झन्डै 3 घन्टा भनौँ न। इटहरी आइपुग्यो। अब यहाँबाट चाहिँ तपाईँहरूलाई म अर्को बाटो देखाउन चाहन्छु अहिले। के भन्छ बिमामको बाटो। बिमहाम कि बिमाम हो? बिमाम सुब्बा त्यसको बाटो छ कि यहाँ माथिबाट अलिक इटहरी अलिकति माथि गएर अहिले देखाउँछु तपाईँलाई। त्यहाँबाट चाहिँ यसको नम्बर त्यहाँ देखिहाल्छ हो। अब इटहरी हो। सो यो ओह्रालो विराटनगर उकालो धरान सिधै काठमाडौँ पोखरा कहाँ जाने हो सबै जानु हुन्छ। ठिक छ थ्याङ्क यू। यहाँबाट चाहिँ दुईवटा बाटो छुट्टिन्छ एक्चुअलमा। एउटा चाहिँ सिधै हेटौडा तल्लो बाटो, अर्को चाहिँ माथिल्लो बाटो। यदि तपाईँ काठमाडौँ जानु छ सिन्धुलीको बाटो भने चाहिँ माथिल्लो बाटो प्रिफर गर्छु म चाहिँ, किनभने लेस गाडी एन्ड प्लस हेर्नुहुन्छ भने चाहिँ बाटो दामी छ। अब हुनु चाहिँ म 2 वर्ष अगाडि 1 वर्ष अगाडि गएको हो। अब अहिले हेरौँ है बाटो कस्तो छ। यहाँ चाहिँ राम्रो छैन, अलिक माथि चाहिँ राम्रो छ। सो यो बाटो हजुर भइहाल्छ। सो यो बाटो चाहिँ बिमाको बाटो एकदम दामी बाटो छ। यो अलिकति छोडेर स्टार्टिङको। अब यहाँ अगाडि जानु चाहिँ पप बाटो छ। दिस इज द वे। अब यहाँ अलिक माथि चाहिँ दामी खाना खाने जग्गा छ। लु त्यहाँसम्म चाहिँ पुग्नुहुन्छ। लु अब चाहिँ कुद्नु पर्यो। सबैजना भोकले फिटी छ कस्तो भइरहेछ। अब त कुद्छ होला नि बुढो। सो यो बाटो चाहिँ अब जाँदैछ हामी होइन।